आज म तपाईहरूलाई एउटा स्याङ्री बुढी र नातिको कथा सुनाउँदैछु है। ल सुनौँ है त। एका देशमा एउटा ठुलो घना जङ्गल थियो। त्यो जङ्गलमा धेरै राक्षस, दानव अनि जङ्गली जनावरहरू बस्ने गर्थ्यो। त्यो जङ्गलमा मान्छेहरू एक्लै दुक्लै हिँड्न पनि डराउने गर्थ्यो, किनभने त्यो दानवले जनावर पाए जनावर, नपाए मान्छेलाई नै खाने गर्थ्यो। त्यही जङ्गलको छेउमा एउटा स्याङ्री बुढी बस्ने गर्थ्यो। स्याङ्री बुढी आफ्नो सानो नातिसँग बस्थ्यो। दानवहरूको बिगबिगतिर उसको डरले गर्दा स्याङ्री बुढी र उसको नाति एउटा रुखको टोङमा बस्ने गर्थ्यो। उनीहरू टोङमा जानको लागि एउटा डोरीको भर्याङ बनाएको थियो। जब उनीहरू कहीँ जान पर्यो भने त्यही भर्याङ तल झारेर जान्थ्यो र आउँदा पनि त्यही भर्याङ तल झार्थ्यो। उनीहरू कतै जाँदा र आउँदा बित्तिकै त्यो डोरीको भर्याङ माथि राखिहाल्थ्यो। एक दिनको कुरा हो, साँझपख स्याङ्री बुढी खाना पकाउनलाई आगो फुक्दै हुन्छ। त्यत्तिकैमा तलबाट कसैको आवाज आउँछ, ए दिदी, यता हेर्नुहोस् त, आगो छ भने मलाई आगो दिनुहोस् न, तपाईँसँग आगो छ? यस्तो भनेको सुनेर स्याङ्री बुढी हत्त नपत्त झ्यालमा आएर हेर्छे। तल एउटा राक्षसनी बुढीलाई देखेर ऊ त झसङ्ग हुन्छे अनि मनमनै भन्छे, ओहो, यो त मान्छेको बच्चा खाने राक्षसनी बुढी रहेछ। यसले मेरो नातिलाई देख्यो भने त खाइदिन्छे। यसलाई म कसरी हुन्छ भगाउँछु भन्दै स्याङ्री बुढी राक्षसनीलाई भन्न थाल्छ, छैन यहाँ आगो, कहाँबाट हुन आगो, टोङमा पनि आगो हुन्छ त, जाऊ तिमी। स्याङ्री बुढीको यस्तो कुरा सुनेर राक्षसनी बुढी फरक्क फर्केर जान्छ अनि घरमा गएर भाङ्रोको लुगा बुन्दै भन्छ, त्यो स्याङ्री बुढीको नातिलाई नक्कै छाड्दिन्न, जाबो एउटा आगो माग्दा पनि दिएन। राक्षसनी बुढी भाङ्रोको लुगा बुन्न खप्पिस थियो। उता स्याङ्री बुढी चिन्तित हुँदै बसिरहेको थियो। आज त मैले नातिलाई यो राक्षसनी बुढीबाट बचाएँ, अब फेरि पनि म कसरी बचाउने होला? यो राक्षसनीले थाहा पायो भने त मेरो नातिलाई खाइदिन्छ। भोलिपल्ट स्याङ्री बुढीलाई कामले गर्दा बाहिर जानुहुन्छ अनि उनी आफ्नो नातिलाई भन्न थाल्छिन्, बाबु, तिमी बाहिर नजाऊ है, म एकैछिनमा सानो काम सकाएर आउँछु, त्यतिन्जेल यहीँ टोङमै खेलेर बस्नु है। यति भनेर स्याङ्री बुढी तल झर्छिन् अनि त्यो डोरीको भर्याङ नातिलाई माथि तान्न लाउँछिन्। स्याङ्री बुढी आफ्नो नातिलाई सम्झाएर त्यहाँबाट जान्छिन् अनि नाति पनि कोइला टोक्दै त्यहीँ खेलेर बसिरहेको हुन्छ। यो सबै कुरा हिजोको राक्षसनी बुढीले देखिरहेकी हुन्छन्। उनी स्याङ्री बुढी अलि पर पुगेपछि टोङभन्दा तल आएर नाति केटोलाई बोलाउन थाल्छ, बाबु, ए बाबु, बाहिर हेर त। नाति केटो हजुरआमा कति छिटो आइछिन् भनेर बाहिर निस्किन्छ अनि तल हेर्दा त अर्कै राक्षसनी बुढी हुन्छ। राक्षसनी बुढीले पनि सानो केटोलाई देखेर लोभ्याउँदै भन्छ, हेर त बाबु, मैले तिमीलाई कति राम्रो खेलौनाहरू, खानेकुराहरू ल्याइदिएको छु। तिम्रो डोरीको भर्याङ तल झार त, म तिमीलाई यो खेल्ने कुरा दिन बित्तिकै गइहाल्छु। नाति केटो पनि खेल्ने कुराको लोभमा परेर ती राक्षसनी बुढीको लागि डोरीको भर्याङ तल झारिदिन्छ अनि स्याङ्री बुढी नभएको मौका पारेर ती राक्षसनी बुढी माथि चढिहाल्छिन् अनि माथि गएर त्यो नाति केटोलाई धोक्रोमा हालेर बाँधेर लगिहाल्छ। स्याङ्री बुढीको टोङभन्दा अलि निकै पर हुन्छ राक्षसनी बुढीको घर। उनी घरमा पुग्न साथै धोक्रोको मुख खोलेर त्यो केटोलाई बाहिर निकाल्छ अनि एउटा थाल थापेर यहाँ थुक भन्छ अनि केटोले पनि थुक्दिन्छ। थुक कालो देखेर राक्षसनी बुढी
भन्न थाल्छ। ओहो, यो त धेरै पातलो र कमजोर रहेछ। यस्तो कमजोर केटोलाई के खानु, अलि मोटो बनाएर खानु पर्यो भनेर फेरि धोक्रोमा हालेर धुरीमा झुन्डाइदिन्छ। यो सबै कुरा छेउमै बसेको एउटा कागले देखिरहेको हुन्छ। उता स्याङ्री बुढी आफ्नो काम सकाएर आइरहेको हुन्छ। आउँदा त टोङमा भर्याङ पहिला नै झुन्डिरहेको देखेर उनी आत्तिन्छन्। अनि हतार गरेर माथि चढेर यताउति नातिलाई हेर्दा नाति देख्दैनन्। अनि ठुलो स्वरले बोलाउन थाल्छन्, बाबु, ए बाबु, तिमी कहाँ छौ? यताउति हेर्दा नाति नदेखेपछि स्याङ्री बुढी मुर्छा परेर ढल्छ। नातिको पिरले मुर्छा परेकी स्याङ्री बुढी एकैछिनपछि बिउजिन्छन् अनि चिन्ता गरेर रुन थाल्छिन्। मेरो छोरा र बुहारीलाई पनि यही जङ्गलको राक्षसले खायो। अब मेरो बुढेसकालको सहारा नातिलाई पनि त्यो राक्षसले बुढीले खाइ जस्तो छ। स्याङ्री बुढीले धेरै अलाप बिलाप गरेर रोएको देखेर त्यहाँ काग आइपुग्यो र भन्न थाल्यो, ए स्याङ्री बजाई, तिमी किन यति धेरै पिर गर्छौ? तिम्रो नाति अहिलेसम्म जिउँदैछ। त्यो राक्षसनी बुढीले लगेर धुरीमा झुनाएर राखेको छ। तिमी पिर नगर, कसरी हुन्छ म बचाउने कोसिस गर्छु भनेर काग त्यहाँबाट फुर्र उडेर जान्छ। कागको कुरा हो कि होइन खै, के पत्याउनु यस्तो चराको कुरा पनि भनेर स्याङ्री बुढीले उसको कुरा पत्याउँदैन। अनि ऊ फेरि रुन थाल्छ। ऊ रोएको देखेर एकैछिनमा फेरि त्यहाँ एउटा न्याउरी मुसो आइपुग्छ। अनि न्याउरी मुसोले भन्न थाल्छ, ए स्याङ्री बजाई, तिमी धेरै अलाप बिलाप गरेर नरौ न। त्यो कागले भनेको कुरा सबै सही हो। त्यो राक्षसनी बुढीले तिम्रो नातिलाई धुरीमा झुनाएर राखेको छ। हामी कसरी हुन्छ उसलाई बचाउँछौँ, तपाईँ ढुक्क भएर बस्नुहोस्। यति भनेर न्याउरी मुसो पनि त्यहाँबाट जान्छ। अनि स्याङ्री बुढी यस्तो जनावरहरूले भनेको कुरा के सत्य होला र भनेर आशै मारेर रुन थाल्छिन्। त्यसपछि फेरि त्यहाँ एउटा मुसा आइपुग्छ। अनि मुसाले भन्न थाल्छ, हाम्रो कुरा विश्वास गर्नु स्याङ्री बजाई, काग र न्याउरी मुसाले भनेको सही हो। तपाईँको नातिलाई हामी जसरी पनि बचाउँछौँ। तपाईँ यति विरक्त गरेर नरुनुहोस् न, यो जङ्गल सबै रुन थालिसक्यो। यति भनेर मुसा पनि त्यहाँबाट जान्छ। तर स्याङ्री बुढीले कसैको कुरा पत्याउँदैन। अनि पर बसेको कुखुराले आएर भन्न थाल्छ, ए स्याङ्री बजाई, तपाईँ मान्छेहरू कति धेरै स्वार्थी। हामीले भनेको कुरा केही गरी पनि पत्याउनुहुन्न। हामीले तपाईँको नाति जिउँदैछ भनेपछि त विश्वास गर्नुहोस्। तपाईँहरूले हामीलाई खानको लागि पाल्नुहुन्छ र मोटो बनाएर स्वार्थको लागि मिठो मानेर खानुहुन्छ। तर हामी चाहिँ मान्छेहरूलाई आफ्नो साथी, आफ्नो मालिक मान्छौँ। तर पनि तपाईँहरूले हामीले भनेको कुरा केही विश्वास गर्नुहुन्न। तपाईँ धन्दा नलिनुहोस्। हामी काग, न्याउरी मुसा र म भएर तपाईँको नातिलाई हर हालमा बचाउँछौँ। तपाईँ सुर्ता नगरी बस्नुहोस्। यति भनेर कुखुरा पनि त्यहाँबाट जान्छ। एकैछिन पछाडि काग, न्याउरी मुसा र कुखुरा मिलेर एउटा योजना बनाउन थाल्छन्। र त्यति नै बेला कागले भन्छ, ती बोक्सी बुढी तान बुन्न निकै खप्पिस छिन्। म उनीले तान बुनिरहेको बेला गएर गीत गाइदिन्छु अनि उसलाई अल्मल्याइदिन्छु। त्यति नै बेला मुसाले गएर त्यो नाति केटोलाई बानिरहेको धोक्रोको मुख चटचट काटिदिनु अनि स्याङ्रे बुढीलाई आफ्नो नाति लिएर भाग्नु भन्नु।
अनि कुखुराले चाहिँ तल बाटोमा खुस्रेर माटोलाई फरफर उड्ने धुलो बनाएर राख्नु। अनि बुढी आँखा मिच्दै आएको बेलामा म न्याउरी मुसोलाई बोलाउँछु अनि मैले सर्त गरे अनुसारको आँखा र हातखुट्टा माग्छु। यति गरे पछाडि हामीले स्याङ्दी बुढीको पनि उपकार गरिदिन्छौँ। अब हामी गएर यो सबै योजना स्याङ्दी बुढीलाई भनौँ भनेर सबै जनावरहरू स्याङ्दी बुढी भएको ठाउँमा जान्छन् र आफ्नो योजना सबै बताउँछन्। स्याङ्दी बुढीलाई पनि उनीहरूको युक्ति र योजना सबै मनपर्छ र एक दिन उनीहरू आफूले योजना बनाए अनुसार राक्षसनी बुढीको घरमा गए। त्यहाँनिर राक्षसनी बुढी तान बुनिरहेकी थिए र छेउमा बसेर कागले गीत गाउन थाल्यो। राक्षसनी बुढीलाई कागको गीत धेरै मन पर्यो अनि खुसी भएर तान बुन्न थाली। एकैछिनपछि कागको गीत सकियो अनि राक्षसनी बुढीले कागलाई अनुरोध गर्दै भन्यो, ए काग, फेरि यो गीत गाइदेऊ न, मलाई तिमीले गाएको गीत साह्रै मन पर्यो। राक्षसनी बुढीको कुरा सुनेर कागले भन्न थाल्यो, ओहो, मेरो गीत कहाँ सित्तैमा सुन्न पाइन्छ र, मलाई केही दिने भए मात्रै म फेरि गीत गाउँछु। कागको कुरा सुनेर राक्षसनी बुढीले भन्यो, म तिमीलाई आँखा र हातखुट्टा दिउँला। यति सुनेपछि कागले ल हुन्छ, सुन्नुहोस् म गीत गाइदिन्छु भन्दै गीत गाउन थाल्यो। अनि कागले गीत गाएर ती राक्षसनी बुढीलाई भुलाइरहेको बेलामा मुसाले गएर केटोलाई बाँधेको धोक्रोको मुख काटिदियो अनि स्याङ्दी बुढीले आफ्नो नातिलाई लिएर घरतिर भागिहालिन्। यता राक्षसनी बुढीलाई केटो भागेको सुइँको समान परेको थिएन। कागले केटो भागेको थाहा पाएपछि गीत गाउन छोड्यो र भन्न थाल्यो, खै मलाई आँखा र हातखुट्टा दिन्छु भन्नुभएको होइन, ल दिनुहोस्। कागले भनेको सुनेर राक्षसनी बुढी भन्न थाल्छ, ल एकैछिन पक है, मैले त्यो धुरीमा मान्छेको बच्चा झुनाएर राखेको छु, त्यसलाई काटेर तिमीलाई आँखा र हातखुट्टा दिन्छु। यति भनेर बुढी घरतर्फ लागिन् र धुरीमा हेर्दा त बच्चा झुनाएको धोक्रो नै हुँदैन अनि उनी यताउति खोज्न थालिन्। यो देखेर कागले फेरि करकर गर्दै भन्न थाल्यो, खै मलाई अघि दिन्छु भनेको आँखा र हातखुट्टा। कागलाई राक्षसनी बुढीले भन्न थाल्यो, एकैछिन न, मैले यहाँ बाँधेर राखेको केटो भागेछ, मैले त्यसकै आँखा दिन्छु भनेको थिएँ। बुढीको कुरा सुनेर कागले भन्यो, धेरै टाढा गएको छैन होला, त्यहीँ पर पुग्यो होला, म उड्दै हेर्छु, तपाईँ मेरो पछि पछि आउनुहोस्। कागको कुरा सुनेर राक्षसनी बुढी पनि पछि पछि लागिन् अनि उनीहरूले प्लान गरे अनुसार कुखुराले धुलो माटो आफ्नो पखेटाले फरफर पारेर उडाएर राक्षसनी बुढीको आँखाभरि धुलो पारिदियो र उनी हिँड्न नसकेर त्यही बाटोमा लडिन्। अनि फेरि लडेकै बेलामा कागले करकर गर्न थाल्यो, खै मलाई दिन्छु भनेको आँखाहरू तपाईँले मलाई नदिने नै भयो। त्यति नै बेला राक्षसनी बुढी भन्न थाल्छ, एकैछिन पक न, मेरो आँखामा धुलो पर्यो, यो आँखाको धुलो कसरी निकाल्ने होला। त्यति नै बेला न्याउरी मुसो आएर भन्न थाल्यो, आँखाको धुलो निकाल्ने उपाय मसँग छ भनेर राक्षसनी बुढीको दुईटै आँखाको गेडो पुक्लुक पुक्लुक पारेर न्याउरी मुसाले निकालिदियो। राक्षसनी बुढी मुर्छा परिन्। त्यति नै बेला कागले पनि फेरि भन्यो, मलाई हातखुट्टा पनि चाहिन्छ। त्यसपछि फेरि न्याउरी मुसाले ती राक्षसनी बुढीको हातखुट्टै काटिदियो। राक्षसनी बुढी दुखाइले मुर्छा परेर त्यति नै बेला प्राण त्यागिन्। ती सबै जनावरहरू मिलेर स्याङ्दी बुढीको धेरै ठुलो सहयोग गर्यो र स्याङ्दी बुढी पनि आफ्नो नातिसँग खुसी भएर बस्न थाल्यो। त्यसपछि न्याउरी मुसो, काग र कुखुरा धेरै खुसी भयो। उनीहरूले आफू जनावरै भए पनि मान्छेको सहयोग गर्न पाएकोमा धेरै खुसी भयो। ल
सुन्नुभयो हैन त स्याङ्दी बुढीको कथा। हामीले जनावर भनेर कहिल्यै पनि उनीहरूलाई अपहेलना गर्नु हुँदैन। उनीहरूले नै हामीलाई ठुला ठुला मद्दतहरू गर्छन्। हजुरहरूलाई कस्तो खालको कथा मनपर्छ मलाई कमेन्ट बक्समा भन्नुहोला है। म हजुरहरूलाई मनपर्ने कथा लिएर आउनेछु। हस्त, धन्यवाद।